नमस्कार सम्पूर्ण दर्शक महानुभावहरूलाई। आज तपाईँहरू माझ गन्याबधुरा गाउँपालिकाले निर्माण गरेको 10 शैय्या अस्पतालको पुरा दृश्य यहाँहरू माझ देखाउन गइराखेका छौँ। गन्याबधुरा गाउँपालिकामा 10 शैय्याको आधारभूत अस्पताल सञ्चालनको लागि भवन निर्माण कार्य सम्पन्न भएको छ। एक स्थानीय तह एक आधारभूत अस्पताल निर्माण गर्ने सरकारको योजना अन्तर्गत गन्याबधुरा गाउँपालिकामा अस्पताल सञ्चालनका लागि भवन निर्माण भई हस्तान्तरण गर्न मात्रै बाँकी रहेको छ। 2080 साल भाद्र 27 गते गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर कार्कीले शिलान्यास गरेको अस्पताल 2082 पौषमा सम्पन्न भएको हो। 14 करोड 76 लाख रुपैयाँको लागतमा 10 शैय्याको आधारभूत अस्पतालको निर्माण कार्य सम्पन्न भएको छ। करिब 3 वर्षमा निर्माण सम्पन्न गर्ने गरी 2079 सालमा निर्माण व्यवसायीसँग ठेक्का सम्झौता भएको थियो। यो अस्पताल सञ्चालनमा आएपछि पालिकाका स्थानीयले अस्पतालबाट पाइने सेवा पालिकामै पाउने भएका छन्। गाउँपालिका सदरमुकाम बडाल नजिकै अस्पताल भवन निर्माण गरिएको छ। अस्पताल सञ्चालनमा आए ग्रामीण बस्तीका स्थानीयहरूले उपचार एवं परामर्शका लागि जिल्ला सदरमुकाम जानुपर्ने बाध्यताको अन्त्य हुने गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर कार्कीले बताएका छन्। अस्पतालको निर्माण कार्य रुद्रावती कालिका एसकेजेबी निर्माण कम्पनीले गरेको हो।